हाम्रो क्षेत्रबाट अहिलेसम्म मान्छेहरू नलडेको होइन र हामीले नजिताएको पनि होइन, जिताएको पनि हो र हामीले राम्रोलाई नहेरेर हाम्रोलाई हेरेर पनि जितायौँ, कहिले राम्रोलाई पनि जितायौँ। तर जतिलाई जितायौँ ती सबैले व्यक्तिगत स्वार्थको लागि जित्नुभयो र व्यक्तिगत रूपमा नै काम गर्नुभयो र हाम्रो लागि कसैले काम गरेन र अहिलेसम्म गरेको पनि छैन। र यदि हाम्रो लागि काम गर्ने मान्छे आएको भए अहिले हामी पढ्न आएको मान्छे यसरी यो पार्टी प्लेसभित्र आएर उहाँलाई सम्भावनाको रूपमा देखेर बसिराख्नु पर्दैन थियो। अहिले हामी कोरिया, जापान, अस्ट्रेलिया जानेहरूको भिडमा होइन, यो देश बनाउने भिडमा हुन्थ्यो। तर अहिले विडम्बना हामी कोरिया, जापान, दुबई, कुवेत यस्तो खाडी मुलुकहरूमा जान बाध्य किन भयौँ त? हामीले राम्रोलाई होइन हाम्रोलाई हेरेर, राम्रोलाई हेरेनौँ, हाम्रोलाई हेऱ्यौँ, जितायौँ। जसले जित्यो त्यसले स्वार्थ पुरा गर्यो र आफ्नो व्यक्तिगत आफ्नो राजनीतिलाई आफ्नो व्यक्तिगत स्वार्थमा उतारेर उसले एउटा राजनीतिलाई बिजनेसको रूपमा लिएर आफ्नो व्यक्तिगत कामहरू गर्यो र उसले देश र समाजको लागि केही पनि गरेन। गर्थ्यो, उसँग भिजन त थियो होला, तर उसँग भएको भिजन थियो तर आइडिया थिएन, किनकि उसले धेरै पढेको थिएन। उसले औँठा छाप लगाउँथ्यो भने किताबमा के लेखेको छ, विकास भनेको के हो, दिगो विकास भनेको के हो, र यस्तो कुराहरू उसले कहिले पनि पढेको थिएन र उसलाई थाहा थिएन कि विकास भनेको एउटा घरमा धारा दिनु विकास हो, एउटा स्कुलको भवन बनाउनु विकास हो। त्यस्तो कुराहरूलाई उसले निहालेर हेरेको थियो। यो भनेको विकास होइन। हामीले कहिले पनि यस्तो व्यक्ति पाएनौँ कि जसले दिगो विकास गर्नुपर्छ, हाम्रो ठाउँलाई चिनाउनुपर्छ र हामीले यो ठाउँलाई अछाम जिल्लालाई धनगढीसम्मको मान्छेले चिन्छ भने काठमाडौँसम्म पनि चिनाउनुपर्छ भन्ने किसिमले कसैले लागेन। काठमाडौँको मान्छेले चिन्यो भने हामीले जापान, कोरिया, अस्ट्रेलिया, अमेरिकाको मान्छेले पनि चिन्नुपर्छ भन्ने खालको कसैले बनायो। र यो भिजन बोकेर सन्तोष उपाध्याय सर आउनुभयो। उहाँलाई हामीले जिताउनुपर्छ। घरबाट मान्छेहरूलाई भनेर हुन्छ कि टोल बस्तीबाट जहाँबाट भनेर हुन्छ रिक्वेस्ट गरेर भए पनि उहाँलाई जिताउनुपर्छ र यस्तो मान्छे हामीलाई चाहिन्छ। एउटा कथालाई समावेश गर्छु। म कक्षा 8मा पढ्दै गर्दा श्री त्रिपुरा सुन्दरी माध्यमिक विद्यालय, पहिला निमावि नै थियो, अहिले मावि भएको छ, जुन ढगारी 8 माझी भन्ने ठाउँमा पर्छ। र त्यो ठाउँको एक दिन स्कुलमा एउटा कार्यक्रम भइरहेको थियो र त्यो कार्यक्रममा एउटा पारिबाट स्टुडेन्टहरू आउनुहुन्थ्यो र त्यही ठाउँबाट नेता पनि आउनुहुन्थ्यो क्या, मेयर आउनुहुन्थ्यो होइन। अनि मैले मेयरजीलाई क्वेसन गरेको थिएँ, सर यो विद्यार्थीहरू त्यहाँबाट आउँदै गर्दा यो सडकको धुलोले यहाँसम्म पुगुन्जेलसम्म लुगा स्कुल ड्रेसको लुगा हो कि के हो, धुइरो हो, त्यो चिन्न गाह्रो हुन्थ्यो। मैले उहाँलाई क्वेसन गरेँ, तपाईँले यो बाटो कहिले बनाउनुहुन्छ नेताजी भने। विद्यार्थीहरूको पुरै धुइरोहरू लगाइरहेको थियो होइन, धुलोहरू लगाइरहेको थियो। अनि मैले क्वेसन गर्दा उहाँले भन्नुभयो, हामी पनि यही बाटो हिँडेर आएको हौँ, हामीलाई त धुलो लागेको छैन र यो विद्यार्थीहरूलाई मात्रै कसरी लाग्यो भन्ने किसिमको उहाँले मलाई उत्तर दिनुभयो क्या। तर मैले उहाँलाई फेरि क्वेसन गरेँ, तपाईँ यो लग्जरी कारमा एसीभित्र बसेर आउनुभएको छ र तपाईँले सिसा बन्द गरेर आउनुभएको छ कार, कसरी तपाईँले धुलो लाग्छ भन्ने किसिमको कुरा गर्दा उहाँले मलाई भन्नुभयो, तिमी धेरै जान्दैनौ भन, अहिले तिमी मेरो एजभन्दा धेरै सानो मान्छे हो, सानो मान्छे भएपछि सानो ठाउँमा नै बस्नुपर्छ भन्ने किसिमको कुरा गर्नुभयो कि। तर मैले धेरै ठाउँमा यो राजनीतिक विषयमा आवाज उठाउने, वडा कार्यालयदेखि हरेक ठाउँमा आवाज उठाउँदै म विवादित पनि हुन्थेँ। यो ठाउँमा किन भएन भनेर म यस्तो ठाउँमा विवादित पनि हुन्थेँ। म अछाम जिल्लाको विकट ठाउँबाट काठमाडौँ आएर एउटा कलाकारिताको फिल्डमा आउँदै गर्दा मैले डाइरेक्सनसम्म, म्युजिक भिडियो, सिरियलहरू डाइरेक्सनसम्म पनि गरेको छु र राजनीतिक विषयमा पनि सिरियलहरू लेखेको छु र बनाएको पनि छु। र कुनै पनि व्यक्तिले यो भन्दैन कि हामीले एउटा म्युजिक भिडियोलाई लगेर रामारोसनमा सुट गर्नुपर्छ, त्यहाँको प्रचार हुन्छ भनेर भन्दैन। रामारोसनको मान्छेले भन्छ काठमाडौँको पशुपतिनाथ राम्रो छ अरे, त्यहाँ गएर सुट गर्नुपर्छ, चोबारको डाँडा राम्रो छ, त्यहाँ गएर सुट गर्नुपर्छ भन्छ। त्यो होइन, चोबारको डाँडाभन्दा 1000 गुणा राम्रो हाम्रो रामारोसन छ, बैजनाथ छ, हाम्रो मालिकामा कहिले जानुभएको छ, बढी मालिका, त्यहाँ स्वर्ग छ।
म पनि गएको छैन, तपाईँहरू जानु भएको छैन, हामी भिडियो क्लिपहरूमा देख्न पाउँछौँ कि त्यो स्वर्ग छ। हामीले यहाँको एउटा म्युजिक भिडियो ल्याएर त्यहाँ सुट गरिदियो भने त्यहाँको प्रचार प्रसार पनि हुन्छ। एउटा कुरा के हो भन्दाखेरि म कुनै राजनीतिज्ञ पनि होइन र मैले राजनीतिको विषयमा केही पढेको पनि छैन, म एउटा नर्मल मान्छे हो, तपाईँहरू जस्तै विद्यार्थी हो होइन। मैले आफ्नो मनमा लागेको, मैले जानेको, भोगेको र म त्यही परिवेशबाट हुर्केर आएकोले तपाईँहरूमा आज भने र अबको हाम्रो व्यक्तिगत विषयलाई भन्दा पनि हाम्रो लागि अरूको आफ्नो लागि गर्ने भन्दा पनि हाम्रो लागि कसले गरिदिन्छ त भन्ने किसिमको मान्छेलाई चाहिँ छान्नुपर्छ भन्ने मेरो धारणा हो र त्यो तपाईँहरूले गर्नु हुन्छ। हामी सबै अहिले नपढेको मान्छे कोही पनि छैन, हामीले +2 ब्याचलर त्यहाँभन्दा माथि पनि गरेको होला, बाध्यता परिस्थितिले कसैले थोरै पनि पढेको होला, तर हामी शिक्षित त छौँ नि होइन। हामीले अब चाहिँ हाम्रोलाई होइन राम्रोलाई चाहिँ छनौट गर्नुपर्छ र अब एउटा हाम्रो वडा अध्यक्ष लड्नुहुन्छ होइन गाउँबाट, उहाँलाई वडा कार्यालय भनेको के हो त्यसको परिचय नै थाहा छैन, त उहाँले कसरी वडा कार्यालय बनाउनुहुन्छ। एउटा सदस्य हुनुहुन्छ, उहाँलाई पनि त्यो एउटा वडा कार्यालयको परिभाषै थाहा छैन, उहाँ औँठाछाप लगाउनुहुन्छ भने उहाँले कसरी वडा बनाउनुहुन्छ। हामीले जहिले पनि ट्यालेन्ट भएको व्यक्तिले अगाडि ल्याउनुपर्छ। हामी गुम्सिएर बसे पनि कुनै एउटा ट्यालेन्ट कुराहरूलाई चाहिँ अगाडि ल्याउनुपर्छ भन्ने किसिमको धारणा चाहिँ मेरो हो र अहिले चाहिँ हामीले अछामबाट हामीले सन्तोष सरलाई जसरी पनि जिताउनुपर्छ र अछामको मुहार चाहिँ फेर्नुपर्छ, हामी लागि पर्नुपर्छ। शिक्षाको क्षेत्रमा होस्, स्वास्थ्यको क्षेत्रमा होस् र खानेपानीको क्षेत्रमा होस्, जुनसुकै क्षेत्रमा पनि उहाँ अब्बल हुनुहुन्छ मलाई लाग्छ। मैले उहाँलाई निहालेर हेरेको छु, नजिकबाट पनि हेरेँ। अस्ति पनि हाम्रो भेट भएको थियो चियाबट्टीमा, म त्यो दिन पनि थिएँ र त्यो दिन पनि मैले उहाँको धारणालाई बुझेर आज पनि म यो कार्यक्रमसम्म आइपुग्दा उहाँले कुनै आफ्नो सम्मानकै कुरा गर्ने हो भने मिस्टर नेपाल भनेको सानोतिनो कसैले सानोतिनो मान्छे जित्न सक्ने कुरा पनि होइन र उहाँ आफै पनि एउटा ठुलो पदमा पनि हुनुहुन्छ र उहाँले पैसाको लागि र पैसाको लागि र व्यक्तिगत स्वार्थको लागि गरेको जस्तो मलाई लाग्दैन। उहाँ खेलकुद, स्वास्थ्य, शिक्षा सबै क्षेत्रमा अब्बल हुनुहुन्छ र उहाँले अछामको विभिन्न ठाउँहरूमा लाइब्रेरीसँग जोड दिने कामहरू गर्नुभएको छ भन्ने उहाँले आफै भन्नुभएको छ र गर्नुभएको पनि छ होला र हामीले उहाँको विषयमा त्यति डिपली अध्ययन पनि गरेको छैनौँ र यो अब हामीले अहिले जितायो भने उहाँलाई पनि उहाँलाई अध्ययन गर्न पाउनेछौँ र एउटा व्यक्ति भिजन भएर मात्रै हुँदैन, आइडिया पनि चाहिन्छ र त्यो भिजनलाई कसरी हामीले एउटा नेताले भाषण गर्छ, ल म नेपाललाई अस्ट्रेलिया बनाइदिन्छु, मैले भाषणमा मात्रै सीमित राख्यो भने उसँग आइडिया छैन त नेपाललाई कसरी अस्ट्रेलिया बनाउने भन्ने किसिमको, अनि उसले कसरी अस्ट्रेलिया बनाउँछ भन्ने। त्यसैले आजको समय थोरै रहेकाले म यति नै भन्न चाहेँ र अहिलेसम्म हामीले अहिलेको लागि चाहिँ हामीले सन्तोष सरलाई जिताउनमा तपाईँहरू के सहमत हुनुहुन्छ? यदि सहमत हुनुहुन्छ भने हामीले जिताउने नै छौँ र अहिले म यति नै भन्न चाहेँ र सन्तोष सरलाई बेस्ट अफ लक भन्न चाहन्छु।